भारतमा लक्ष्मी पूजिन्छ, नारायण लक्ष्मी। राम राम राम। विपक्षी दलका तार्किकहरू सबैनामै हुनुहुन्छ कि क्या हो? धनले ओछ्यान किन्न सक्छ, निन्द्रा किन्न सक्दैन है मेरा मित्रवर्गहरू। हामी ओछ्यान किन्न सक्छौँ, निन्द्रा किन्न सक्दैनौँ। तपाईँकै घरमा गएर बाबालाई सोध्नु, घरमा चामल किन्ने पैसा नहुँदा निन्द्रा लाग्छ कि लाग्दैन? र अब भने म सिक्किम विश्वविद्यालयबाट दलनायिका मन्दिरा रावतलाई आफ्नो विषय प्रस्तुत गर्दै आफ्नो दलको पनि परिचय सहित समर्थन सहमति जनाउँदिन हुन अनुरोध गर्दछु। नमस्कार। मानिस उदास छन् किनभने तिनलाई यहाँ रातभरि उपियाले टोक्छ, दिनभरि रुपियाँले टोक्छ। नेपाली साहित्यका प्रसिद्ध कवि भोपी शेरचनको मेरो चोक शीर्षक यस कविताको पंक्तिलाई उद्धृत गर्दै आर्थिक समृद्धि नै सुख शान्तिको मूल आधार हो भन्ने विषयलाई यहाँ प्रस्तावित गर्दछु। आदरणीय सभाध्यक्ष महोदय, निर्णायक मण्डली, मेरा पक्ष एवं विपक्ष दलका तार्किक वक्ता साथै यहाँ उपस्थित हुनुभएका दर्शकवृन्दगण सादर अभिवादन प्रकट गर्दछु। आजको तर्क प्रतियोगिताको विषयको पक्षमा हामी सिक्किम विश्वविद्यालयका तार्किक दल आफ्ना तर्कलाई प्रस्तुत गर्न उपस्थित भएका छौँ। दलमा म पहिलो वक्ता मन्दिरा रावत, दोस्रो वक्ता विश्वजित शर्मा, तेस्रो वक्ता अस्मिता शर्मा अनि चौथो वक्ता धनबहादुर छेत्री। सभा अध्यक्ष महोदय, म फेरि पनि आर्थिक समृद्धि नै सुख शान्तिको मूल आधार हो भन्ने विषयलाई स्थापित गर्दछु। धन्यवाद। सबैमा नमस्कार। म विश्वजित शर्मा। मेरो दल नायकले राख्नु भएको आर्थिक समृद्धि नै सुख शान्तिको मूल आधार हो भन्ने प्रस्तावलाई आन्तरिक हृदयबाट समर्थन गर्दछु। जाँदा जाँदै सभा अध्यक्ष महोदय, आजको 21औं शताब्दीमा आर्थिक समृद्धि झन बढी निर्णायक बन्दै गएको छ। अर्थ नै सब थोक होइन, तर सब थोकका लागि अर्थ नै चाहिन्छ भन्ने आजको यथार्थ हो भन्दै म यहाँबाट बिदा लिँदछु। धन्यवाद। प्रतिपक्षमा दार्जिलिङ सरकारी महाविद्यालयबाट दलनायक श्री उमङ्ग कटवाललाई आफ्नो विषय प्रस्तुत गर्दै समर्थनका निम्ति आफ्नो वक्तालाई पनि उपस्थित गराइदिनु हुन अनुरोध गर्दछु। आजको तर्क प्रतियोगितामा उपस्थित सम्माननीय सभा अध्यक्ष महोदय, निर्णायक मण्डली, सम्पूर्ण अतिथिगणमा हार्दिक अभिनन्दन जनाउँदै म उमङ्ग कटवाल दार्जिलिङ सरकारी महाविद्यालयलाई प्रतिनिधित्व गर्दै दल नायकको रूपमा आर्थिक समृद्धि नै सुख शान्तिको मूल आधार होइन भन्ने प्रस्ताव प्रस्तुत गर्न उपस्थित भएको छु। हाम्रो तार्किक दलमा हुनुहुन्छ अमिषा राई, खुसी गुरुङ, क्रिस्पेन जोसेफ सेवा। धन्यवाद। सबैलाई नमस्कार। म दार्जिलिङ सरकारी महाविद्यालयबाट क्रिस्पेन जोसेफ सेवा। मेरो दल नायकले राखेको प्रस्ताव आर्थिक समृद्धि नै सबैभन्दा ठुलो मूल सुख शान्तिको होइन भन्ने प्रस्तावमा समर्थन गर्दछु। अनि म भन्न चाहन्छु, 21औं सदीमा जहाँ आर्थिक स्थितिले नै, आर्थिक समृद्धिले नै मानिसलाई अन्धो डोलाइरहेको छ, यसैमा त सुख शान्तिको कमी छ। र यही सुख शान्ति नै त आर्थिक समृद्धिले होइन, तर मनको प्रेम मानवताबाट आउँछ भन्ने कुरालाई म वक्तव्य राख्न चाहन्छु। धन्यवाद। भने पक्षमा आफ्नो तर्कलाई प्रस्तुत गर्नका निम्ति म सिक्किम विश्वविद्यालय याङयाङकी दलनायक वक्ता श्री मन्दिरा रावतलाई आफ्नो तर्क प्रस्तुतको निम्ति मञ्चमा निम्ताउँदछु। आदरणीय सभाध्यक्ष महोदयको अनुमति लिँदै मेरा तर्कलाई अघि बढाउन लागिरहेछु। आजको विषय अत्यन्तै समय सान्दर्भिक अनि मलाई मनपर्दो विषय हो, कारण आजको सन्दर्भमा आर्थिक समृद्धि नै सुख शान्तिको मूल आधार हो। हाम्रो समाजमा एउटा लोकोक्ति प्रचलित छ,
छन् गेडी सबै मेरी, छैनन् गेडी सबै तेरी। अर्थात् अर्थ हुनेको सबै आफ्ना हुन्छन् भने अर्थ नहुनेको सबै पराया हुन्छन्। मेरा विपक्षी दलका तार्किक वक्ता हो। विपक्षी दलका तार्किक वक्ता हो। तपाईहरू साहित्यको विद्यार्थी, तपाईँहरूले पूर्वीय दर्शन पढ्नु भएको छ। पूर्वीय दर्शनमा चतुर्थ पुरुषार्थको कुरा गरिएको छ। चतुर्थ पुरुषार्थ अर्थात् धर्म, अर्थ, काम र मोक्ष यसरी दिएको छ। यसको तात्पर्य धर्म कर्म गर्नको लागि पनि अर्थ नै आवश्यक पर्दछ अनि मात्र मोक्षको बाटो सुनिश्चित हुँदछ। मेरा विपक्षी दल मानिसका 3 आधारभूत आवश्यकताहरू घाँस, बाँस र कपासको आवश्यकता पूर्ति हुनु हो र यसैमा नै छ जीवनको सास र आस पनि। र यो केले मात्र सम्भव हुँदछ भने आर्थिक समृद्धिले मात्र सम्भव हुँदछ। मेरा विपक्षी दलका तार्किक रमिता छ उपन्यासको एमकेलाई पनि तपाईँहरू अवश्य नै चिन्नुहुन्छ। एमकेको एउटा संवाद छ सभापति महोदय, मलाई बारम्बार त्यो संवाद मस्तिष्कमा आइरहन्छ। उनले एउटा संवादबाट अति नै गहन कुरा भनेको छ कि पैसा बिना पनि बाँच्न सकिँदो रहेछ तर मन नलाग्दो रहेछ। त्यो मन नलाग्नु के हो मेरा विपक्षी हो? त्यो मन नलाग्नु सुख र शान्ति नहुनु हो। मेरा विपक्षी दलका तार्किक वक्ता हो। आज भारतको कुरा गरौँ, हामी अङ्कगणितको पनि कुरा गरौँ। अर्थ भनेपछि हामी अङ्कमा पनि कुरा गर्नुपर्ने हुन्छ। अङ्कगणितको कुरा गरौँ, अलिकति तथ्याङ्कतिर विचार गरौँ। मेरा विपक्षी दलका तार्किक वक्ता हो। आज भारतको जनसङ्ख्याको म तपाईँहरूलाई उदाहरण दिँदछु। भारतको 2011 को जनगणना अनुसार भारतको जनसङ्ख्या 121 करोड 8,54,977 थियो भने हालैको जनगणना अनुसार 2026 मा यो वृद्धि भएर 147 करोड 67,25,576 भएको छ। तपाईहरू देख्न सक्नुहुन्छ स्पष्ट रूपमा कि 15 वर्षको अवधिमा यो वृद्धि भएर लगभग होइन, म ठिक आँकडा नै बताउँदछु, 25 करोड 85,70,599 जनवृद्धि भएको छ। अब भन्नुहोस्, यसरी जनसङ्ख्या वृद्धि भए अनुरूप देशको जीडीपी अर्थात् कुल घरेलु उत्पादन वृद्धि हुनुपर्छ कि पर्दैन? मेरा विपक्षी दलका तार्किक वक्ता हो, हुनुपर्छ र यो नै आर्थिक समृद्धि हो। म तपाईहरूलाई एउटा साधारण उदाहरण दिएर बुझाउँदछु। जसरी एउटा नानीको शारीरिक विकाससँगै उसको जुत्ताको नाप बढ्छ, उसको शरीरको नाप बढ्छ, त्यसरी नै मानिसको आवश्यकता सँगसँगै र बजार भावको वृद्धि सँगसँगै आर्थिक रूपले सबल हुनु पनि युगको आवश्यकता हो। यसलाई नकार्नु भनेको नि मेरा विपक्षी दलका तार्किक वक्ता हो। आफ्नै खुट्टामा वंशहरू हान्नु हो। विचार मानिसलाई क्षमतावान हुनका लागि संसाधन चाहिन्छ र त्यो संसाधन केले जुटाउँछ? मेरा विपक्षी दलका तार्किक वक्ता हो, त्यो अर्थले जुटाउँदछ। एउटा गरिबले आफ्नो गरिबीका कारण आफ्नो सपना पूरा गर्न सकेन भने ऊ जीवनभर सुखी कसरी हुन सक्छ? भन्नुहोस् मेरा विपक्षी दलका तार्किक वक्ता हो। र अन्तमा म जाँदा यदि भन्दछु, वर्तमान परिप्रेक्ष्यमा भन्नु हो भने मेरा लागि त अर्थ नै ईश्वर हो। सुन्नुभयो? अर्थ नै ईश्वर हो जसले सबै दुःखको निवारण गरेर सुख शान्ति प्रदान गर्दछ। धन्यवाद। प्रतिपक्षमा दार्जिलिङ सरकारी महाविद्यालयका दलनायक श्री उमङ्ग कटवाललाई म आफ्नो तर्क प्रस्तुतको निम्ति मञ्चमा निम्ति। माननीय सभापति महोदय, आदरणीय निर्णायक मण्डली, सम्माननीय गुरुजन तथा उपस्थित महानुभावहरूमा म उमङ्ग कटवाल दार्जिलिङ सरकारी महाविद्यालयलाई प्रतिनिधित्व गर्दै आज म आर्थिक समृद्धि नै सुख शान्तिको मूल आधार होइन भन्ने प्रस्तावको पक्षमा आफ्नो विचार प्रस्तुत गर्न उपस्थित भएको छु। सभापति महोदय, संस्कृतमा एउटा सूक्ति छ, अन्तोष नास्ति पिपासाय सन्तोषम परम सुख। अर्थात् तृष्णा अथवा लोभको कुनै अन्त छैन, यसकारण जे छ त्यसमा नै सन्तोष गर्नु नै परम सुख हो। अब हामी हेरौँ, मानव सभ्यताको इतिहास हेर्दा स्पष्ट हुन्छ कि धन सम्पत्ति र भौतिक सुविधाले जीवनलाई सहज बनाउन सक्छ, तर तिनले अनिवार्य रूपमा सुख शान्ति र सन्तुष्टि प्रदान गर्दैनन्। सभापति महोदय, नेपालीमा उखान छ, धनले ओछ्यान किन्न सक्छ, निन्द्रा किन्न सक्दैन। है मेरा मित्रवर्गहरू, आर्थिक समृद्धि र सुख शान्ति फरक अवधारणा हुन्। आर्थिक समृद्धिले आय, सम्पत्ति, रोजगारी र उत्पादनको वृद्धिलाई जनाउँछ, तर सुख शान्ति भने मानसिक सन्तुलन, सामाजिक सम्बन्ध
नैतिकता, आत्मसन्तुष्टि र जीवनको अर्थबोधसँग सम्बन्धित हुन्छ। मेरा साथीलाई भन्न चाहन्छु, हाम्रो राष्ट्रपिता महात्मा गान्धीजीले यसमाथि आफ्नो विचार व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ कि पृथ्वीमा प्रत्येक मानिसको आवश्यकता पूरा गर्न पर्याप्त स्रोत छन्, तर प्रत्येक मानिसको लोभ पूरा गर्न पर्याप्त छैनन्। गान्धीजीको अनुसार सरलता, नैतिकता, आत्मा, सामाजिक सेवा नै वास्तविक सुखका आधार हुन्। केवल आर्थिक वृद्धिलाई विकासको मापदण्ड बनाउँदा समाजमा असमानता, प्रतिस्पर्धा र तनाव बढ्छ। सभापति महोदय, मेरा साथीहरू पनि विद्यार्थी जीवन बिताइरहनु भएको छ र मेरा साथीहरूको विद्यार्थी जीवनको सन्दर्भमा पनि म 2-4 कुरा अझ स्पष्ट भन्न चाहन्छु। सभापति महोदय, विद्यार्थीहरूलाई हेर्दा पनि आर्थिक समृद्धि मात्र पर्याप्त छैनन् भन्ने कुरा स्पष्ट हुन्छ। धेरै विद्यार्थीहरूसँग मोबाइल, इन्टरनेट, कोचिङ र आधुनिक सुविधा भए पनि उनीहरूमा तनाव, भविष्यप्रतिको चिन्ताले ग्रस्त छन्। युनेस्कोका अनुसार विश्वभरका 7 मध्ये 1 किशोर कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। आर्थिक समृद्धि सुख शान्तिको मूल आधार होइन, पटक्कै होइन। सभापति महोदय, र मेरो भनाइलाई पनि यही विराम लाउन चाहे। पक्षमा सिक्किम विश्वविद्यालय याङयाङका दोस्रो वक्ता श्री विश्वजित बास्कोटालाई आफ्नो तर्क प्रस्तुतको निम्ति म सभाध्यक्ष महोदयको अनुमति लिँदै म मेरो तर्कमा प्रवेश गर्दछु। हातमा छैन दाम, न त माम न त काम भने चाहिँ आजको युगमा अर्थ बिनाको जीवन कल्पनासम्म गर्न सकिँदैन। मेरा विपक्षी दलका तार्किकहरू, बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई बेड भने जस्तै जीवनलाई कल्पना गर्न, बुझ्न र चलाउन अर्थको सबैभन्दा ठुलो भूमिका हुन्छ। जबसम्म व्यक्ति, परिवार र राष्ट्र आर्थिक रूपले सबल हुँदैन तबसम्म शान्ति र सुखको कल्पना गर्नु आकाशको फल आँखा तरी मर भने जस्तो हुन्छ। मेरा विपक्षी दलका तार्किकहरू, मेरा विपक्षी दलका वक्ताले आएर के भन्नुहुँदै थियो भने मानवताको यो उत्थान हुँदैन भन्नुहुँदै थियो। मेरा विपक्षी दलका तार्किक भ्रमित त हुनुहुँदो रहेछ, तर समाजलाई भ्रमित बनाउने काम नगर्नुहोस्, मानवताको कुरा गर्नुहुन्छ। आज सिक्किममा जन कल्याण प्रकोष्ठले आज प्रत्येक दुःख परेको घरहरूमा आर्थिक सहयोग दिएको छ कि छैन? आज PMGSY अर्थात् प्रधानमन्त्री ग्रामीण स्वास्थ्य योजनाले 5-5 लाख दिएको छ कि छैन? यो मानवता होइन भने चाहिँ के हो? मेरा विपक्षी दलका तार्किकहरू, आर्थिक समृद्धि छ भने नि सुख पनि छ, शान्ति पनि छ। अझ विपक्षी दलका तार्किकले के भन्नुहुँदै थियो भने हामी ओछ्यान किन्न सक्छौँ, निन्द्रा किन्न सक्दैनौँ। तपाईँकै घरमा गएर बाबालाई सोध्नु, घरमा चामल किन्ने पैसा नहुँदा निन्द्रा लाग्छ कि लाग्दैन? र यो कुरा अर्को, मेरा विपक्षी दलका तार्किकले भन्नुहुँदै थियो निन्द्रा लाग्दैन रे। ठिकै छ त, स्लिपिङ ट्याब्लेट खाएर सुत्दा पनि भयो, त्यसको लागि चाहिँ अर्थै चाहिन्छ है। मेरा विपक्षी दलका तार्किकहरू, स्वास्थ्य कमजोर भए परिवारमा बालबालिकाहरू विद्यालय जान साटो होटलमा गएर भाडा माग्छन्, अर्काको देशमा गएर नोकरीको काम गर्नुपर्छ, अर्काको देशमा गएर गोठालो जानुपर्छ। अझ उदाहरणका लागि हामीले बङ्गलादेशलाई हेर्न सक्छौँ, नेपाललाई हेर्न सक्छौँ, हाम्रो पश्चिम बङ्गाललाई हेर्न सक्छौँ, बिहारलाई हेर्न सक्छौँ। त्यहाँनिर के छ भन्दाखेरि बाल श्रम बढेर गएको छ। बाल श्रम केले बढ्यो? आर्थिक सङ्कटले। आर्थिक सङ्कटले के जन्माउँछ? अशिक्षित समाज जन्माउँछ। अशिक्षित समाजले के जन्माउँछ? बेरोजगार जन्माउँछ। भनेपछि मेरा विपक्षी दलका तार्किकहरूले त बेरोजगार बढोस् देशमा भन्दैछन्, बाल श्रम बढोस् देशमा भन्दैछन्। मेरा विपक्षी दलका तार्किकहरू, बाल श्रम र बेरोजगार हटाउनको लागि र देशलाई शान्त, सुखी र समृद्ध बनाउनको लागि के चाहिन्छ? आर्थिक समृद्धि चाहिन्छ। मेरा विपक्षी दलका तार्किकहरू, आर्थिक समृद्धि चाहिन्छ। मेरा विपक्षी दलका तार्किकहरूले आर्थिक समृद्धि नै सुख शान्तिको मूलाधार होइन भनेर कसरी भन्नुहुँदैछ? म त अलि भए जस्तो लाग्यो। मेरा विपक्षी दलका तार्किकहरू, धनले मानिसलाई बलवान बनाउँदछ र बनाउँदछ विद्वान पनि। आज शिक्षा आर्जन गर्नको लागि हामीलाई के चाहिन्छ? धन चाहिन्छ। एउटा शिशुलाई शिक्षा दिनको लागि के चाहिन्छ? धन चाहिन्छ। हुन त मूर्खस्य बालको थिङ्गम हो पाडरी पाडरी भनिएको छ नि संस्कृतमा। मेरा विपक्षी दलका तार्किकको अर्थात् चाहिँ
मूर्ख मान्छेले नेवारको रुखलाई हेरेर चाहिँ यो त पाडरी हो भन्थे अरे। त्यस्तै मात्र हो मेरा विपक्षी दलका तार्किकहरू हो। हुन आर्थिक समृद्धि सुख शान्तिको मूल आधार किन हो भन्नुहुन्छ भने नि सभाध्यक्ष महोदय, मान्छेको जसरी आकार बढ्दै जान्छ जुत्ताको साइज पनि बढ्दै जान्छ, अर्थात् आकार बढ्दै जान्छ। शरीर जसरी तन्किँदै जान्छ यसको मापदण्ड पनि बढ्दै जान्छ। त्यस्तै कुरा हो, जीवन चलाउन र धान्नको लागि चाहिँ आर्थिक समृद्धि चाहिन्छ। आर्थिक समृद्धि मात्र सुख शान्तिको मूल आधार हो, अन्य होइन भनेका छैनौँ, अन्य पनि हो, तर मूल आधार त्यसलाई चलायमान बनाउनलाई गति प्रदान गर्नको लागि चाहिँ आर्थिक समृद्धि नै अनिवार्य छ भन्ने मेरो तर्क हो, मेरा विपक्षी दलका वक्ताहरू हो। आजको समाजमा हुने खानेको हाई हाई नहुनेको परैबाट बाई बाई भन्ने उखान चाहिँ ठ्याक्क लागु हुन्छ है मेरा विपक्षी दलका तार्किकहरू हो। आर्थिक अभाव आफैमा एउटा महाशत्रु हो, महाशत्रु मात्रै होइन महाश्राप हो, महाश्राप। गरिबको चपेटमा परेर कालभन्दा अघि मान्छे मृत्युले मरिन्छ कि भन्ने कटु सत्य चाहिँ नि आजको सामाजिक सञ्जालमा प्रशस्तै छ है मेरा विपक्षी दलका तार्किकहरू हो। आर्थिक स्थिति सबल नहुँदा जीवनमा कस्ता कस्ता वज्रपातहरू पर्छन् भन्ने त्यसको प्रत्यक्षदर्शी चाहिँ तपाईँहरू पनि स्वयं हुनुहुन्छ। तर मलाई चाहिँ जदौ आर्थिक समृद्धि नै सुख शान्तिको मूल आधार हो। धन्यवाद। प्रतिपक्षमा दार्जिलिङ सरकारी महाविद्यालयबाट दोस्रो वक्ता क्रिस्बेन जोसेफ सेवालाई म आफ्नो तर्क प्रस्तुतको निम्ति मञ्चमा निम्ताउँदछु। यदि बुवाको मनमा माया छ भने छोरा भोको कसरी सुत्न सक्छ? त्यो आर्थिक समृद्धिले होइन, तर बुवाको मनको मायाले खटेर पनि त्यो भोको छोरालाई खुवाएरै सुताउँछ। हामी मानिसहरूले सबैभन्दा ठुलो गल्ती चाहिँ के गर्यौँ भन्दा नि शान्तिको निम्ति मूल आधार आर्थिक समृद्धिलाई ल्याउने गल्ती गर्यौँ। शान्ति कहिले पनि कसैले पनि गोजीबाट चाहिँ निकालेर दिएन। मुना मदन पढ्दा त मन पो दुख्यो, कति माया गरेको आफ्नो आमा, अलिकति आँखा झिम्काउँदै प्यार गरेको मुना है। आर्थिक समृद्धिको लागि गए नि मदन भोट गर्यो होला, कति दुःख पुग्यो शरीरलाई चोट, तर जब ऊ फर्केर आए नि आर्थिक समृद्धि है आर्थिक समृद्धि यति। तर खै त आफ्नो सुख शान्तिको नाउँमा न आमाको अङ्गालो न मुनालाई माया भरिको नजर दुइटै पाएन त। म आर्थिक समृद्धिलाई मूल आधार मान्थे यदि त्यसले लोभ अनि अहङ्कारलाई नल्याइदिएको भए। आर्थिक स्थिति ठिक हुनुपर्छ, तर जब आर्थिक समृद्धि बढ्दै जान्छ नि म लेखेर दिन्छु। कसले चाहिँ पुग्यो मलाई आज यति मेरो आर्थिक स्थितिले पुग्छ, भोलिबाट म कमाउँदिनँ, कसले चाहिँ भन्दा रहेछ आज आर्थिक समृद्धि बढ्दै जान्छ, भोलि अझै बेसी, पर्सि अझै बेसी, पछि फर्केर त कसको लागि पो आर्थिक समृद्धि बढाएको कुरै बिर्सेर जान्छ। होइन भने मलाई भन्नुहोस्, लालच ल्याएन रहेछ भने मान्छेले नि 3 टाइम खानु पर्दैन, 2 समय खाएको भए तर मायाको एक एक गाँस एकअर्कालाई आहा पेट भरिन्छ है। तर नि जति आर्थिक समृद्धि बढ्दै गयो नि आजको दिनमा त हाम्रो नेपालीमा त त्यस्तो खाना पनि छैन है। पिज्जा बर्गर फ्रेन्च फ्राइज त्यो खाए, चाइनिज कहाँ पो पुग्छ। पहिलाको मान्छेलाई त आहा मायासँगको आफ्नो परिवारसँग बसेको यी भाव जो चाहिँ आर्थिक समृद्धिले लुट्दै गयो नि, यो हराएको भावहरूमा चाहिँ एक एक गाँस भात पनि अगाउने हुन्थ्यो है। हामी फर्केर महाभारतलाई हेरौँ न, महाभारतलाई हेरौँ, दुर्योधनकोमा के चाहिँ थिएन? सबै थोक, तर केवल सुख अनि शान्ति थिएन। त्यसैको खोजमा त उसले महाभारत गरेको। आजको दिनमा आर्थिक समृद्धिलाई पछ्याउनेहरू नि हजारवटा दुर्योधन छ, अनि त्यो आर्थिक समृद्धिको निम्ति हजारवटा महाभारत गर्छु भन्नेहरू पनि छ। होइन भने भन्नुहोस्, आफ्नै दाजुभाइमा त खुनको दाजुभाइमा तँलाई बाबाले कसरी बेसी जमिन दियो, अबै आर्थिक समृद्धि तेरोमा बेसी कसरी छ भनेर त काटमार पो हुन्छ है। डरै लाग्दो कुरा। अबै 21वीं सदीमा नि मान्छेहरू टाढो भइसके है, आर्थिक समृद्धिले गर्दा हो। मनमा शान्ति भएको भए यो सब कहिले हुन्थेन। यति भन्दै म मेरो तर्कलाई यहीँ राख्न चाहन्छु। धन्यवाद। पक्षमा म पुनः सिक्किम विश्वविद्यालय याङयाङका तेस्रो वक्ता सुश्री अस्मिता शर्मालाई आफ्नो तर्क प्रस्तुतको निम्ति मञ्चमा निम्ताउँदछु। आदरणीय सभा अध्यक्ष महोदयको अनुमति लिँदै म मेरो तर्कलाई अघि बढाउन चाहन्छु। मेरो प्रतिपक्ष दलका वक्ताले भन्नुहुँदै थियो कुनै पनि छोरालाई भात खुवाउन बाबाको माया चाहिन्छ अरे। मायाले संसार थाम्दैन मेरो प्रतिपक्ष दलका वक्ता हो। चामल किन्न
त अर्थ नै चाहिन्छ है। मेरा प्रतिपक्ष दलका वक्ताले बिहान आउँदै गरेको कुरा गर्नुभयो। अब त्यो आउँदाखेरि पनि त गाडीमा तेल त चाहियो नि, त्यो तेल हाल्न के चाहियो? मेरा प्रतिपक्ष दलका वक्ता हो, अर्थ नै चाहियो। मेरा प्रतिपक्ष दलका वक्ताले देवकोटाको मुना मदनको कुरा गर्नुहुँदै थियो। त्यहाँनिर सुख शान्ति थिएन। अब त्यो मुना मदनको समयको कुरा गर्नुभयो, तर देवकोटाको वास्तविक जीवनलाई कहाँ हेर्नु भएछ त मेरा प्रतिपक्ष दलका वक्ताले? मेरा प्रतिपक्ष दलका वक्ता हो, जब देवकोटा अन्तिम समयमा पुगेर कर्करोगको उपचारका निम्ति उनकामा अर्थ थिएन नि, उनले अर्को एउटा कविता लेखेका छन्, दाल भात डुकु, जसमा उनको अन्तिम पंक्ति के छ याद छ तपाईहरुलाई? करुणा गर प्रभु, दाल भात डुकु भन्नुको तात्पर्य खानेसम्म त जुटाइदेऊ मेरा प्रतिपक्ष भनेका छन् है मेरा प्रतिपक्ष दलका वक्ता हो। मेरा प्रतिपक्ष दलका वक्ताले बाइबलको कुरा गर्नुहुँदै थियो, तर मेरा प्रतिपक्ष दलका वक्ताले बाइबलको मत्ती, मर्कुस, लुका इत्यादिमा लेखेको इन्साफको दिनको उखान त पढ्नै बिर्सिनु भएछ। त्यसमा के लेखिएको छ भन्दाखेरि, यदि ईश्वरको साँचो भक्ति गर्छौ भने भोकाएकालाई खाना देऊ, तिर्खाएकालाई पानी देऊ र गरिब र असहायलाई सक्दो सहायता गर। र त्यो सहायता गर्न के चाहिन्छ? अर्थ नै चाहिन्छ मेरा प्रतिपक्ष दलका वक्ता हो। मेरा प्रतिपक्ष दलका वक्ताहरूले आज यहाँ आएर जति नै आदर्शवादी कुरा गरे पनि आजको यथार्थ के छ भने, जति अशान्ति, द्वन्द्व र पीडाको मूल जरा नै आर्थिक अभाव नै छ। धनमूल मिन्नम जगत, अर्थात् संसारका बेसी जस्ता व्यवहारहरू धनमै आधारित छन्। मान्छेको प्रत्येक आवश्यकता पूरा गर्न अर्थकै आवश्यकता पर्छ। हातमा दियो मनमा बैराग भने जस्तै हातमा दियो अथवा सद्भाव भएर मात्र हुँदैन। अरूको अँध्यारो हटाउन आफूसँग तेल र बत्ती अर्थात् सम्पत्ति पनि हुनुपर्छ, तब मात्र अरूको अँध्यारो हटाउन सकिन्छ। र जब त्यो दान धर्मले दिएको एउटा परम आनन्दको स्थिति पुगिन्छ नि, त्यसलाई नै आत्मिक सुख र परम शान्तिको साधन मानिएको छ मेरा प्रतिपक्ष दलका वक्ता हो। एरिस्टोटलले भनेका छन्, मानिसलाई आफ्ना क्षमता विकास गर्न अनुकूल परिस्थितिको आवश्यकता पर्छ। हो, त्यही अनुकूल परिस्थिति सृजना गर्ने माध्यम नै आर्थिक समृद्धि हो मेरा प्रतिपक्ष दलका वक्ता हो। इतिहास साक्षी छ, जब जब भुडी भोको हुन्छ तब तब समाज अशान्त बन्दछ मेरा प्रतिपक्ष दलका वक्ता हो। यसका निम्ति इतिहासका पन्ना पल्टाएर 1789 को फ्रान्सेली क्रान्तिलाई हेर्न सक्नुहुन्छ। यो केवल राजनैतिक घटना थिएन, यो खाद्य अन्न सङ्कट, भोकमारी र आर्थिक अभावको कारणले भएको एउटा विश्वव्यापी क्रान्ति थियो मेरा प्रतिपक्ष दलका वक्ता हो। जसरी रुखको जीवन जरा बिना सम्भव छैन, त्यसरी नै सुख र शान्ति पनि अर्थ बिना असम्भव छन् मेरा प्रतिपक्ष दलका वक्ता हो। नैतिकता, प्रेम, सद्भाव इत्यादि, आध्यात्मिकता इत्यादि कुरा महत्त्वपूर्ण छन्, तर अभाव, भोकमारी, बेरोजगारीले ग्रस्त समाजमा यी सबै मूल्यहरू अर्थका अगाडि झुक्न बाध्य बन्छन् है मेरा प्रतिपक्ष दलका वक्ता हो। महोदय, भोकमारीले मर्नेको त अझै सङ्ख्या अनगन्ती नै छ। ती सबैलाई हटाउनका लागि नि मेरा प्रतिपक्ष दलका वक्ता हो। आर्थिक आवश्यकता पूरा हुनु र आर्थिक समृद्धि हुनु एकदमै आवश्यक छ। त्यसैले सभाध्यक्ष महोदय, अन्तमा म यति भन्न चाहन्छु, आर्थिक समृद्धि नै सुख शान्तिको मूल आधार हो। धन्यवाद। हे राम राम दुनिया अचम्म सुनिया, फागुनमा पहिरो गयो। हे राम राम दुनिया अचम्म सुनिया, बाँदरले गाई दोयो। हे राम राम दुनिया अचम्म सुनिया। सभाध्यक्ष महोदय, मेरा विपक्षी दलका तार्किकहरूलाई आर्थिक समृद्धिले दुःख ल्यायो, अशान्ति ल्यायो। आदरणीय सभाध्यक्ष महोदयको अनुमति लिँदै म मेरा तर्कका बुँदाहरूलाई अघि बढाउँदछु। आदरणीय दलका तार्किकहरूले
एकभन्दा एक बढी राम्रो राम्रो बुँदाहरू राखेर जानुभयो। ठिक छ, उहाँहरूलाई बधाई छ। राम्रो अध्येता हुनुहुँदो रहेछ, तर गहिरो अध्येता चाहिँ हुनुहुँदैन रहेछ। मानवताको कुरा गर्नुभयो। मानवता पहिला जिउँदो रहनुपर्छ अनि स्वस्थ हुनुपर्छ। एउटा स्वस्थ शरीरले कमभन्दा कम दुःखको भोग गर्छ अनि कम्ती दुःख भोग गर्नु भनेको चाहिँ सुखको भोग गर्नु हो। सुखको भोग गरेपछि मात्र शान्तिको बोध हुन्छ। आदरणीय सभाध्यक्ष महोदय, जे छ त्यसमा सन्तोष गर्नु नै सुख शान्ति हो भन्नुभयो। मलाई मार्गी लागिरहेको छ आदरणीय सभाध्यक्ष महोदय। मेरोमा म आर्थिक रूपले समृद्ध छैन, अहिले मलाई लागिरहेको छ म के यसमै खुसी बसौँ? मलाई आर्थिक समृद्धको खाँचो छ। आदरणीय सभाध्यक्ष महोदय, विपक्षी दलका तार्किकहरूले पुँजीवादको कुरा गर्नुभयो। यो विषयदेखि फरक कुरा हो। आर्थिक समृद्धि भनेको जीवनलाई चलाउने यावत कुराहरूमा गुणस्तर बढ्दै जानु हो, जस्तै शिक्षा, स्वास्थ्य, रोजगार आदि इत्यादि। पुँजीवाद भन्ने कुरा फरक विषय हो। महात्मा गान्धीको कुरा गर्नुभयो, आदर्शवादी कुरा गर्नुभयो। ठिक छ आदरणीय सभाध्यक्ष महोदय, महात्मा गान्धीको कुरा गर्दा 1949 मा जुन समय भारत देशको विभाजन भयो, त्यस समयमा गान्धीले 60,000 करोड रुपैयाँ चाहिँ भारत देशमै राख्नुभयो। त्यसको मतलब के कि मेरो देशलाई आर्थिक समृद्ध दिनुपर्छ र पछि गएर मेरो देश बलियो हुन्छ। यदि महात्मा गान्धीले चाहँदा हुन् सुख शान्ति चाहिँ आर्थिक समृद्धिले गर्दा हुँदैन भन्ने चाहँदा हुन् त सबै पैसा पाकिस्तानलाई दिएर पठाइदिने थिए। आदरणीय सभाध्यक्ष महोदय, शान्ति गोजीबाट आउँदैन भन्नुभयो। विपक्षी दलका तार्किकहरूलाई थाहा रहेछ त शान्ति कहाँ गोजीबाट आउँछ त हो। शान्ति आउनको लागि पहिला सुख हुनुपर्छ। सुखको लागि चाहिँ आर्थिक सम्पन्नता चाहिन्छ। आदरणीय सभाध्यक्ष महोदय, देवकोटाको मुना मदन गएको कुरा गर्नुभयो। ठिक छ, तर देवकोटाले मुना मदनमा मदनलाई भोट किन पठाए त्यो कुरा चाहिँ हेर्न भुल्नु भएछ। भारतमा लक्ष्मी पुजिन्छ, नारायण लक्ष्मी। राम राम राम। विपक्षी दलका तार्किकहरू सबैनामै हुनुहुन्छ कि क्या हो? बजेटको कुरा गर्छ, प्रत्येक वर्ष राष्ट्र र राज्यले बजेट बढोत्तरीको कुरा गर्छ। किन गर्छ सभाध्यक्ष महोदय? राज्य र राष्ट्रका जनताहरूलाई सुखमा राख्न, ताकि शान्ति बोध होस्। धन्यवाद। शान्ति हो आज उनीलाई पनि चाहिएको सुख, र उनीहरूले बुझ्दो रहेछ कि आर्थिक समृद्धि चाहिँ पैसा मात्रै हो। आज छ नि है 15 सेकेन्डको रिल्सहरूमा पैसा, तँसँग पैसा, मसँग पैसा। आज उनीहरू पनि त्यही कुरामै भुलिएछ है। मेरा विपक्षका मित्रहरू भ्रममा नपर्नुहोस्। हो पैसा मानिसलाई जरुरी छ, तर यो होइन कि पैसा नै मानिसको सुख शान्तिको आधार हो। कारण म भन्न चाहन्छु मेरा विपक्षका मित्रहरूलाई कि पैसाले चाहिँ तपाईँले सबै कुरा तपाईँले पैसाले किन्न सक्नुहुन्छ होला, तर तपाईँहरूको एक्लो अवस्थामा तपाईँहरू एक्लो हुँदै गर्दा चाहिँ तपाईँलाई चाहिने चाहिँ कसैको साथ हो, कसैको माया हो। त्यति बेला तपाईँ भन्न सक्नुहुन्न नि कि आर्थिक समृद्धि। उहाँले भन्दै हुनुहुन्थ्यो कि आर्थिक समृद्धिले सबै कुरा गर्न सक्छ, तर म भन्न चाहन्छु आज कोही मान्छे आज लाचार अवस्थामा छ, डाक्टरले औषधिले नगर्न सकेको रोगलाई निको नपार्न सकेको अवस्थामा गएर के तपाईँ भन्नुहुन्छ त्यो व्यक्तिलाई कि आज आर्थिक समृद्धि ल्याऊ र यो सुखमा सुख गर? तर त्यो समय आज तपाईँले केही मिठो शब्द बोलेर एउटा मायाको शब्द बोल्दै गर्दा पनि जुन उत्साह र जुन समय उसलाई मिल्छ नि त्यो नै सबैभन्दा ठुलो कुरा हो। र म यही भनाइमा मेरो तर्कलाई यहाँ समाप्त गर्न चाहन्छु। धन्यवाद। दुवै दलका तार्किकहरूले आफ्नो समय अनुरूप तर्क प्रस्तुत गरिसकेका छन्। अब अन्तिममा पुनः दुवै दलका दलनायकले 2 मिनटको समयमा आफ्नो तर्क वा खण्डन बण्डनको विषय राख्नुपर्नेछ र यसमा म सिक्किम विश्वविद्यालय याङयाङबाट दलनायिका सुश्री मन्दिरा रावतलाई 2 मिनटको समयभित्र आफ्नो तर्क प्रस्तुत गर्न अनुरोध गर्दछु।
आदरणीय सभाध्यक्ष महोदयको अनुमति लिँदै म समापन टिप्पणीका लागि उपस्थित भएको छु। मेरा विपक्षी दलका तार्किक वक्ताहरूले महाभारत कालको कुरा गर्नुभयो, एलेक्जेन्डरको कुरा गर्नुभयो। वर्तमानमा फर्किनुहोस्, मेरा विपक्षी दलका तार्किक वक्ता हो। आजको विषय आर्थिक समृद्धि नै सुख शान्तिको मूल आधार हो भनेर छ, थियो भनेर छैन। मेरा विपक्षी दलका तार्किक वक्ता हो। यसरी नै मेरा विपक्षी दलका तार्किक वक्ताहरूले भन्नुभयो सन्तोष गर्नु नै सबैभन्दा ठुलो धन हो भनेर। अरे सन्तोषले तपाईँको पेट भर्छ? मेरा विपक्षी दलका तार्किक वक्ता हो। यसरी नै भन्नुभयो पारिवारिक सम्बन्धको कुरा गर्नुभयो। आज घरमा कमाउने छोरालाई मात्रै भात जस्तो स्थिति पनि छ। सत्य बताउँदैछु, मेरा विपक्षी दलका तार्किक वक्ता हो। सम्बन्धलाई सुधार्नका लागि पनि अर्थमा नै निर्भर परिरहेको यस्तो स्थिति छ। यसरी नै तपाईँहरूले कुरा गर्नुहुँदै थियो काव्य साहित्य इत्यादि आर्थिक समृद्धिले किन्न सकिन्छ भनेर। तर एउटा गरिबलाई भोको पेट भएकोलाई गएर कविता सुनाउनुहोस्, त्यसले आनन्द लिन्छ कि लिँदैन? अनि मलाई भन्नुहोस् मेरा विपक्षी दलका तार्किक वक्ता हो। यसरी नै उहाँहरूले आत्महत्याको कुरा गर्नुहुँदै थियो। आज म तपाईँहरूलाई आर्थिक रूपमा समृद्ध नभएको देश दक्षिण सुदानमा 7.89 को दरले आत्महत्या, यो के को कारणले? आर्थिक विपन्नताको कारणले गर्दा। यसरी नै मेरा विपक्षी दलका तार्किक वक्ताहरूले भन्नुहुँदै थियो सास प्रकृतिबाट नै फेर्छौँ, तर आज हेर्नलाई चस्मा र सास फेर्नलाई पनि अस्पतालमा आर्थिक समृद्धि नै चाहिन्छ। यसरी नै मेरा विपक्षी दलका तार्किक वक्ताले हिँडेर नै पनि आउन सक्छु भन्नुहुँदै, तर त्यसमा लाउनु नै चप्पल चाहिँ तपाईँहरूले सित्तैमा पाउनुहुन्थ्यो। यसरी नै मेरा विपक्षी दलका तार्किक वक्ताहरूले हामीले धेरै नै तपाईँहरूलाई अर्थसँग जोडिएका, अर्थसँग नजोडिएका सूची दिनुहोस्, अर्थसँग के चाहिँ जोडिएको छैन त्यो हामीलाई बताइदिनुहोस्। मेरा विपक्षी दलका तार्किक वक्ता हो।